Hi guys, welcome to my another vlog. अनि आज चाहिँ म तपाईहरुलाई मेरो यो 2 दिन लाइक आजदेखि 2 दिन अगाडि चाहिँ के भएको थियो भनेर म शेयर गर्न जाँदैछु। एक्लै बस्दाखेरि चाहिँ ओभरथिंक धेरै हुने रहेछ के, अनि व्हाई नट टु शेयर विथ यु गाइज हैन। म चाहिँ कस्तो थियो भने बाटोमा अब एयरपोर्ट जाँदै थिएँ, अनि त्यसपछि मलाई गाडीले आई मिन बाइकले यस्तो साइडबाट आएर यस्तरी हान्दियो कि हैन। अनि त्यसपछि खुट्टा आवाज सुन्ने थियो क्या मेरो। अनि अब म फेरि कस्तो छु भने मलाई फेरि प्यानिक चाहिँ यति छिटो हुन्छु कि म हैन, लाइफमा म जस्तो प्यानिक त कोही हुँदैन होला है। अनि म प्यानिक भएँ। अनि बिचारा हाम्रो ट्राफिक दाइ लाइले मलाई नातिनु केही भएको छैन आउनुस् भनेर मलाई बाटो कटाउनु भयो। अनि त्यसपछि एउटा चेयरमा राख्नुभयो। म एक त यतिकै प्यानिक भएको मान्छे, त्यहाँनिर यति धेरै मान्छे लाइक त्यो भिड भइसकेको थियो कि मलाई हेर्नलाई। अनि आई वाज लाइक ओ माई गड। त्यसपछि अनि त्यसपछि मैले घाउ आई मिन मेरो जुन त्यो खुट्टा सुन्निरहेको थियो नि त, अनि मलाई हस्पिटलमा एडमिट गर्यो। अनि इमर्जेन्सीमा गएको थियौँ। अनि त्यसपछि मेरो जोइन्ट बाज सबै फाइन नै थियो, बस मेरो त्यो यो खुट्टामा चाहिँ त्यो जुन हाम्रो पछाडिपट्टिको हुन्छ नि खुट्टाको हो, त्यहाँनिर चाहिँ पुरै निलै डाम छ कि अहिले पनि। मेरो के भयो, मेरो खुट्टा गयो भनेर म पुरै आत्तिसकेको थिएँ कि। बट फाइन, ठिक छ, त्यो नर्मल। दुखेको चाहिँ भन्दिनँ, दुख्न चाहिँ दुखिरहेछ। बट तपाईँहरूलाई थाहा छ नि यो कस्तो त्यो हुन्छ नि साइलेन्सरले पोलेको हुन्छ नि, त्यस्तै डाम छ कि। तर के भएको थियो भने त्यहाँ चाहिँ त्यो बाइकको स्ट्यान्ड कि के भन्छ नि त्यो लेग गार्ड, त्यसले मलाई लाग्यो हो कि। अनि त्यो बाइकवालाले चाहिँ के भनेको थियो भने हैन त्यो मेरो खुट्टाले लाग्यो भन्छ। वाट गाइज, रियली? अब त्यति बेला म पनि आवेशमा त आएन, किनकि हामीले कामले कुरा गऱ्यौँ। अनि त्यसपछि फ्रस्ट्रेसन चाहिँ बोथ साइडमै थियो होइन, किनकि मेरो खुट्टा झन्डै गएको नि त। अब नगए पनि एटलिस्ट सुन्निसकेको थियो। अनि अहिले पनि सुन्निन चाहिँ खासै कम चाहिँ भएको छैन, बट पहिला सुरुभन्दा चाहिँ कम चाहिँ भएको छ। बट पुरै त्यो निलो डाम बसेको छ कि। अनि त्यसपछि म अहिले चाहिँ म यत्तिकै बसिरहेको थिएँ। अनि म दिमागमा के सोच आइरहेको थियो कि। अनि त्यसपछि आई थिङ्क ओभर थिङ्क गर्न थालेपछि म फेरि हाई लेभल हो नि त। अनि त्यसपछि म के गरौँ होइन। अब कसलाई कि अब लाइक यु नो एक्लै भएपछि के गर्ने, कसरी गर्ने, केबाट त्यो पुरै त्यो ओभर थिङ्क भइसकेको थियो कि मेरो दिमागमा चाहिँ। अहिले चाहिँ म सोफामा मस्त सुतिरहेको छु। त्यहाँ खाना थियो, खाना खाएँ। अनि त्यही हो गाइज, मेरो इन्सिडेन्ट चाहिँ त्यो थियो। अनि त्यसपछि स्टे ट्युन है, म फेरि अर्को पनि मेरो कहानी लिएर आउँछु।